छैन मान्छे छैनन्। यसरी हामी चाहिँ ओसाका टुरको लागि लाग्यौँ है त। अनि के भयो सबै कुरा हामी देखाउने छौँ, तपाईँहरूले हेर्नुहोला। अनि ओसाकामा राम्रो राम्रो ठाउँहरू कति धेरै छ के। हामीहरू सकेसम्म सबै ठाउँमा जाने प्लान गरेर निस्केका छौँ। हामी चाहिँ आफ्टर म्यारिड यसरी हस्बेन्ड वाइफ भएर घुम्नलाई चाहिँ निस्केकै थिएनौँ के। अनि अब यही त हो नि होइन, परदेशमा बस्ने मान्छेहरूको भने जस्तो समय नमिल्ने। अनि धेरै पछि चाहिँ हामी यसरी निस्केको छौँ। अनि ऊ चाहिँ हाम्रो जापानिज साथी, मेरो साथी, हामी चाहिँ सँगै घुम्नको लागि निस्केका छौँ। अनि अन्तिमसम्म भिडियो हेर्नु होला। हामी चाहिँ ओसाकाको रमाइलो ठाउँहरू तपाईँहरूलाई देखाउँछ है त। हामी बस्ने ठाउँदेखि लगभग 2.5 3 घन्टा हिँडेपछि हामी चाहिँ ओकायामा पुग्यौँ। अनि ओकायामा पुगेपछि चाहिँ कस्तो रमाइलो थियो क्या। अलिकति सिटी भनेको थोरै भए पनि रमाइलै हुन्छ नि होइन र। त्यहाँबाट चाहिँ हामी सिनकान्सेन चढेर ओसाका जानलाई कुरिराखेको छौँ। अनि आइसकेको छ है हामी चढ्ने सिनकान्सेन। रोक्दैन त भन्दै हुनुहुन्छ यहाँले। अनि हामी त्यहाँबाट सिनकान्सेन चढेको जम्मा 50 मिनटमा चाहिँ ओसाका पुगिहाल्यौँ। एकदम छिटो के। अब सिनकान्सेन भनेपछि त छिटै पुर्याइहाल्छ नि होइन। अनि बस्नलाई गाह्रो पनि भएन। ओसाका सिङ ओसाकाको हामी यो चाहिँ एकीमा झऱ्यौँ। अनि झरेपछि त्यहाँ अनि कतै चाहिँ यसरी झोला बोक्दै दगुर्दै अनि कतै चाहिँ एस्केलेटरमा चढेर हामीहरू धेरै हिँड्नुपर्ने होइन। एकीतिर अब सिटीतिर बस्ने तपाईँहरू सबैजनालाई थाहा छ होला कति हिँड्नुपर्छ है। काममा जाँदा दौड्नुहुन्छ तपाईँहरू। यसरी सिङ ओसाकामा हामी पुगेपछि त्यहाँबाट 10 मिनट जति हिँडेर हामीले होटल बुक गरेका थियौँ। त्यो दिन चाहिँ थिएन त, उज्यालो नै थियो झिसमिसे। हामी फेरि समयमै होटलमा पुगेपछि त्यहाँबाट ब्याग राखेर फेरि बाहिरतिर घुम्न निस्किनुपर्छ है भन्ने कुरा गर्दै हिँडिरहेको थियौँ बाटोमा। अनि त्यहाँबाट चाहिँ होटलमा पुग्यौँ। अनि ऊ हामीसँग सँगै हिँडिराखेको मेरो जापानिज साथी चाहिँ धेरै पटक जापानको चाहिँ अब जापान मात्र नभएर विदेशको धेरै ठाउँमा उसले एक्लैले पनि यात्रा गरिरहेको हुन्छ कि। त्यही भएर उसलाई लिएर आउँदा हामीलाई पनि धेरै सजिलो भयो क्या। सबै कुराहरू उसले नै होटल बुकदेखि लिएर यताउता सबै कुरामा उसले नै हेल्प गर्यो। अनि एकदमै सजिलो भयो हामीलाई चाहिँ। यो चाहिँ हामीले बुक गरेको होटल। अनि भिडियो नखिच भनेर गाली गर्दै हुनुहुन्थ्यो। अनि त्यो पनि मैले खिचिहालेँ हेर्नुहोस्। हामी चाहिँ त्यहाँ गएपछि मैले झ्यालको पर्दा खोलेर बाहिर हेर्दाखेरि चाहिँ यस्तो राम्रो दृश्य देखेको थियो। हामी चाहिँ त्यहाँ कति 20 तलाभन्दा माथि बसेको थियौँ होला सायद। त्यही भएर यति राम्रो देखेको थियो क्या बाहिरको त्यो बाहिरको सिनहरू पनि। अनि ओसाकाको फेमस खाना ताकोयाकी है यो माथिको चाहिँ। हामीले त्यो दिन हामीले ताकोयाकी नै खायौँ। कति मिठो अनि प्राइस पनि सस्तो, कति राम्रो है। अनि त्यसपछि हामी चाहिँ ब्यागहरू राखेर अब घुम्न निस्किहाल्नुपर्छ बाहिरतिर भनेर अनि निस्किहाल्यौँ बाहिरतिर तुरुन्तै। अनि बाहिरतिर सर घुमेर होइन साँझको समयसम्म पुरै मान्छेहरूको पनि कति चहल पहल होइन। अनि कति राम्रो ठाउँ छ नि ओसाका होइन। तपाईँहरू ओसाकामा हुनुहुन्छ भने कमेन्ट गर्नलाई। त्यो दिनमा चाहिँ हामी सिन ओसाकामा बस्यौँ। अनि त्यसपछि भोलि चाहिँ हामी ओसाका घुम्न जानुपर्छ है भनेर त्यहाँबाट प्लान बनाएर हिँडिरहेका थियौँ हामीहरू। मैले दोस्रो पार्टमा बनाएको छु सबै भिडियोहरू, तपाईँहरूले हेर्नुहोला। अनि ओसाकामा हुनेहरूले ओसाकामा म पनि छु है भनेर कमेन्ट गर्नुहोला। अनि ओसाकामा घुम्न जानुभएको छ भने म पनि घुम्न गएको छु है त्यो ठाउँमा भनेर कमेन्ट गर्नुहोस् है तपाईँहरूले। अनि ओसाका जान मन छ भने पनि मलाई पनि जान मन छ भनेर कमेन्ट गर्नु है। हामी फेरि कुनै दिन गयौँ भने के थाहा भेट भइहाल्छ कि होइन।
यसरी हिँड्दा हामी पनि थाक्न थालिसकेका थियौँ। अब भोलिको लागि पनि फेरि घुम्नु छ, अलिकति आफूलाई जोगाएर राख्नु पर्यो होइन, खुट्टालाई पनि जोगाएर राख्नु पर्यो भन्ने सोचेर अब चाहिँ फर्किनुपर्छ भने हामीले चाहिने सामानहरू किन्यौँ अनि हामी चाहिँ फर्क्यौँ। यो पनि हामीले बसेकै होटलबाट देखिने दृश्य हो। अनि फर्क्यौँ। बेलुका चाहिँ कस्तो बादल लागिरहेको थियो, पानी पर्छ जस्तो गरेको थियो क्या। अनि भोलि चाहिँ के गर्ने होला भन्ने चिन्ता पनि थियो नि त। घुम्न गएको मान्छे गाह्रो थियो नि हामीलाई पनि। बोल्दै भिडियो राख्दै थिएँ, भिडियो त सकिसकेछ। यसरी हामी दोस्रो दिनको ओसाका टुरको लागि बिहानै निस्क्यौँ एकीबाट। त्यस पछाडि हामी यसरी घुम्ने प्लान गरेका थियौँ त्यो दिन चाहिँ। अनि सुरुमा हामी यो गुरिक्को भन्ने ठाउँमा गयौँ, ओसाकाको मेन सिटी। तपाईँहरूलाई पनि थाहा छ होला, ओसाका जानुभयो भने सायद धेरै जसो यो ठाउँमा जानुहुन्छ होला। हामी त्यहाँबाट सुरु गऱ्यौँ। मजासँग घुम्ने प्लान गराएर निस्केका हामीहरू। तर के गर्नु, त्यो दिन मौसमले साथ दिएन, पानी परिहाल्यो बिहानैदेखि। तर पनि हामी चाहिँ ओसाका युनिभर्सल स्टुडियो घुम्नका लागि प्लान गरेर निस्केका थियौँ। अनि हामी त्यो स्टेसनबाट हिँडेपछि हामी युनिभर्सल स्टुडियोको बाहिर पुगिसकेका थियौँ। अनि बाहिर पनि हामी धेरै बेर घुम्यौँ, फोटोहरू लियौँ। अनि त्यहाँ कोरियन रेस्टुरेन्ट रहेछ, त्यो रेस्टुरेन्टमा पनि पस्यौँ। अनि चिकन आइटमहरू पनि खायौँ, भिडियो बनायौँ, धेरै रमाइलो गऱ्यौँ। यस्तो मिठो चिकन आइटमहरू थियो। हामीले फोटोहरू चाहिँ लिएको थियौँ, त्यसको भिडियो चाहिँ बनाएनौँ। अनि त्यहाँबाट फेरि निस्केपछि हामी चाहिँ युनिभर्सल भित्र पस्ने योजनामा हामी त्यहाँबाट हिँड्यौँ। अनि अनलाइनबाटै टिकट लिएको हुनाले हामी चाहिँ धेरै बेर लाइनमा बस्नु परेन। लाइनमा बस्नु नपरेपछि चाहिँ हामी त्यहाँबाट भित्र गयौँ। अनि गएर एकदमै हिँड्नुपर्ने थियो भित्र पनि। जताकतै हामी त्यहाँ घुम्ने नै हो भनेर हामी मात्रै थिएनौँ, धेरैजना अब पहिले नै टिकट काटेको हुन्छ नि त। अनि जानको दिनमा पानी पर्छ भन्ने के थाहा हुन्छ, 1 महिना अगाडि नै मान्छेहरू टाढाबाट आएको हुन्छ होइन। अनि त्यसपछि हामी पनि छाता थियो हामीसँग एउटा। अनि एउटा चाहिँ यो के हो, रेनकोट किन्यौँ। अनि त्यहीँ भित्रकै रेनकोटहरू किन्दा कति महँगो परेको, ए भगवान्। हामी त छक्क परेको थियौँ। त्यो पनि अब के गर्नु, रुल्दै हिँड्नुभन्दा। अनि रेनकोट किनेर हिँड्यौँ। अनि जुत्ता पनि पुरै भिज्न थाल्यो, सबै चिसो पनि हुन थाल्यो भिजिसकेपछि। तर पनि अब घुम्नलाई गएको मान्छे घुम्न परिहाल्यो होइन, घुम्यौँ। अनि हामी एकदमै घुम्दा चिसो भएपछि होइन, त्यहाँनिर युनिभर्सलको कफीहरू पनि पियौँ। अनि त्यसपछि हामी चाहिँ फर्स्टचोटि गएको थियो कि। अनि त्यही भएर ऊ जापानिज साथीलाई चाहिँ थाहा रहेछ, पहिला पनि गएको। अनि त्यहाँको स्पेसल भनेर यो के हो त्यो नाम चाहिँ तपाईँहरूलाई थाहा होला, मैले चाहिँ त्यसलाई भूतघर भनेर चिनेँ। अनि भूतघरमा जानुपर्छ भनेर उसले चाहिँ हामीलाई त्यहाँ लगी। अनि एकदमै बाहिरबाट कस्तो डर लाग्ने कुराहरू थियो क्या त्यहाँ बाहिर जाँदाखेरि। अनि धेरै लाइन लाग्न पर्ने। अनि हामी पनि छाता गर्दै भिज्दै पानी कति जम्मा भएको थियो, जुत्ता पनि भिज्यो। अनि त्यस पछाडि त्यहाँनिर जाँदाखेरि बाहिर नै कस्तो डर लाग्ने कुराहरू देखाएको थियो। यसरी गाडी गएन, त्यहाँनिर गाडी टोकिएको जस्तो, मान्छे नगएको गाडी पनि त्यत्तिकै हर्न बजिरहेको देखाएको क्या। अनि त्यसपछि त्यहाँ चाहिँ के पनि सामान लिएर जान मिल्दैन रहेछ नि त त्यो हेर्नको लागि। अनि आफ्नो लकर गराउने, त्यहाँ चाहिँ सामानहरू राख्ने ठाउँ यति धेरै प्याक, यति धेरै। अनि त्यो कस्तो हो कि ओह्राल जस्तो। अनि त्यो के भन्छ, ओह्राल भन्छ कि के भन्छ, त्यो गुफा जस्तो ठाउँ क्या। अनि त्यहाँ गएर हामीलाई यसरी कुर्सी जस्तोमा बसाल्यो टक्क होइन। त्यस पछाडि कहाँ हल्लायो, कहाँ लग्यो, कहाँ यो सिनहरू यस्तो सिनहरू देखाउँथ्यो क्या। यो त मैले कसको टिकटकबाट यसो चोरेर यहाँनिर हालेको थिएँ। अनि त्यहाँभित्र चाहिँ खिच्न पाउँदैन क्या केही पनि। त्यसपछि डराउँदै त्यहाँबाट निस्किसकेपछि हामी चाहिँ बाहिर यति राम्रो फुलहरू फुलिरहेको थियो, पानी परेको हेर्नुहोस् न, यति धेरै पानी परेको थियो। त्यही पनि हामी फेरि रेनकोट लगाएर हिँड्यौँ। अनि त्यहाँ चाहिँ यस्तो रमाइलो कुराहरू देखाइरहेको थियो, फोटो खिच्ने, भिडियो बनाउने गर्न पनि मिल्थ्यो। अनि हामीले पनि त्यहाँ गयौँ, फोटोहरू खिच्यौँ, रमाइलो गऱ्यौँ।
त्यसपछि हामी धेरै 3-4 घन्टा लाइनमा बस्यौँ यो रोलर कोस्टर चढ्नको लागि। कति डर लाग्दो अनि यति रमाइलो। कयौँ घन्टा लाइनमा बस्नुपर्छ कि यसमा चढ्नको लागि। हामीहरू पनि 3 घन्टा लाइनमा बसेका थियौँ। त्यति बेला चाहिँ पानी पर्न कम भइसकेको थियो अनि हामीहरू चाहिँ अन्तिममा युनिभर्सल स्टुडियो लेखेको ठाउँमा गएर फोटो खिचौँ न भनेर त्यहाँनिर फोटो खिच्यौँ। अनि निस्किने ठाउँहरूमा यस्तो लाइटिङ गरेको थियो साँझको नाइट भ्यूहरू के। अनि हामी त्यहाँनिर भिडियोहरू पनि बनायौँ, फोटोहरू पनि खिच्यौँ। अनि त्यस पछाडि यो चाहिँ त्यहाँ युनिभर्सल स्टुडियोको नाइट भ्यू हो। तलको चाहिँ एकदमै रमाइलो के लाइटहरू। माइ गड। त्यसरी हामी चाहिँ दिनभरि पानीमा रुच्दै अनि साँझपख पानी रोकिएपछि पनि चिसो चिसो मौसम थियो, ज्याकेट लगाउँदै नाइट भ्यू हेर्दै हेर्दै अनि त्यहाँबाट निस्कियौँ। अनि निस्किँदाखेरि बाहिर चाहिँ फोटो खिच्यौँ हामीहरू चाहिँ। अनि फेरि यस्तो राम्रो एकी हुँदै हामीहरू चाहिँ फर्किएपछि हामी फेरि आप्पा होटलमा आयौँ। अनि आएर त्यहाँ झ्यालबाट खिचेको यो भिडियो हो, माथिको नाइट भ्यू हेर्नुहोस् त कति राम्रो छ। अनि हाम्रो डे 2 पनि यति रमाइलोसँग बित्यो। पानी परेर अलिकति नमजा त भएको थियो, तर पनि घुम्न भनेरै टाढाबाट गएकोले हामीहरू चाहिँ पानीलाई पनि पानी नभनी धेरै इन्जोय गरेर आयौँ। यो चाहिँ ओसाका गएको तेस्रो दिनको भिडियो। हामी तेस्रो दिन पनि बिहानै उठेर ट्याकटुक बनेर होइन राम्री बनेर अनि हिँड्यौँ। हामी चाहिँ त्यो दिनको प्लान चाहिँ हाम्रो ओसाका टावर हेर्न जाने भन्ने थियो। अनि कस्तो न्यानो होइन, त्यस्तो गर्मी पनि होइन। अनि गोगाचुतिर हो जस्तो लाग्छ मलाई त्यति बेला चाहिँ। अनि गर्मी पनि थिएन अनि घाम लाग्यो त्यो दिन चाहिँ। बिहानैदेखि यस्तो राम्रो मौसम गरेको थियो अनि शीतल हावा चलेर कति रमाइलो मौसम के। अनि हामी चाहिँ त्यहाँ घुम्नलाई निस्क्यौँ बिहानै। अनि हिँडेर ट्रेन स्टेसनसम्म जानु पर्थ्यो। अनि त्यहाँबाट ट्रेन चढेर हामी चाहिँ गुरीको चोकमा गयौँ। अनि गुरीको चोकमा गएर अघिल्लो दिन चाहिँ पानीले गर्दा भिडियो फोटोहरू खिच्न पाएको थिएन। अनि त्यो दिन चाहिँ टन्नै भिडियो फोटोहरू खिच्यौँ त्यहाँनिर। त्यसपछि हामी त्यो टावर हेर्न जाँदै थियौँ। बाटोमा चाहिँ यो के ठाउँ भन्छ यहाँनिर, कस्तो राम्रो थियो के। तपाईँहरू ओसाका हुनुहुन्छ भने तपाईँहरूलाई थाहा होला नि। अनि ओसाकामा घुम्न जानुभएको छ भने यहाँनिर यो कस्तो राम्रो बनाएको, यो यस्तो राम्रो पानीको थियो है। अब के ठाउँ पो भन्थ्यो, तपाईँहरूलाई थाहा छ भने कमेन्ट गर्नु होला है। अनि यहाँनिर चाहिँ यस्तो राम्रो के। अनि हामीले धेरै फोटो खिच्यौँ अनि यस्तो हल्का टिकटकहरू पनि बनायौँ। एकदमै रमाइलो लाग्यो ठाउँ, कस्तो हेर्दा पनि आँखालाई आनन्द आउने ठाउँ के यो। तिमी मसँग भइदिए जेसुकै आँट्न सक्छु म, हेरेर तिमीलाई नै जिन्दगी काट्न सक्छु म, जिन्दगी काट्न सक्छु म। खासमा यो ठाउँमा जाने प्लानले चाहिँ हामी हिँडेको थिएनौँ, तर हामी बसेको होटेलबाट देखिरहेको थियो कि यो घर यति अल्को होइन। अनि त्यसपछि बिचैमा त्यो भएर यताको घरहरू जोडेर माथि चाहिँ यस्तो घुम्ने ठाउँ है। अनि हेरेर के रहेछ त्यहाँ जाऊँ न भनेर भन्दा अनि ऊ जापानिज साथीले चाहिँ हामीलाई लिएर गएको क्या। अनि धेरै लामो लिफ्टमा चढ्नु पर्ने है त्यहाँ त। माइ गड, तर कस्तो राम्रो क्या, बाहिर टक्क ओसाका सिटी चाहिँ देखिँदो रहेछ नि त त्यहाँबाट। अनि हेर्दै हेर्दै हामी चाहिँ उक्ल्यौँ त्यहाँबाट माथि। धेरै माथि चढिसकेपछि चाहिँ माथि गएर चाहिँ बल्ल चाहिँ त्योभन्दा माथि जानको लागि टिकट लिनु पर्दो रहेछ। अनि हामीले टिकट लियौँ। अनि त्यस पछाडि हेऱ्यौँ माथिबाट तल हेर्दा चाहिँ यस्तो राम्रो देखिने त्यहाँको सिन हेर्नुहोस् त, त्यो दिनको मौसम, त्यस पछाडि त्यो सिन यति राम्रो ओसाका सिटी। ओ माइ गड,
ओसाकामा बसिराख्ने तपाईँहरूलाई त त्यस्तो लाग्दैन होला है। दिनै त्यही ठाउँमा काम गर्न गयो, त्यही ठाउँमा यताउता हिँड्यो। अनि पहिला नागोयामा म बस्दा पनि मलाई त्यस्तो हुन्थ्यो क्या, के नै छ र यस्तो मान्छेहरूको भिडभाड भन्ने लागेर झ्याउ लागेर अनि म गाउँतिर यस्तो त्यहाँबाट गाउँतिर चेन्ज गरेर गाउँमा आएको क्या। अहिले चाहिँ लङ टाइम पछि यसरी सिटीतिर यसो घुम्न जाँदा चाहिँ कस्तो रमाइलो लाग्ने। ओ माइ गड, हेर्नुहोस् है त त्यहाँ माथि ओसाका टावरदेखिको ओसाका सिटी अनि त्यहाँबाट देखिएको सबै भ्युजहरू मैले खिचेको छु। हेर्नुहोस् है त। कसले देखाइदियो मलाई यति राम्रो गाउँ, स्वर्ग हो कि भनेको थिए जापान रहेछ नाउ। कसले देखाइदियो मलाई यति राम्रो गाउँ। किरे किरे मेच्चा किरे देसु ने ओसाका माची तानोशी। सिरै निहोङ्गो नबुझेर हो किन हाँस्नु भएन? यस्तो हुन्छ क्या फेरि होइन। जापानिज भाषा नबुझ्ने हो भने जापानमा होइन, कोही चाहिँ आफ्नो कुरा काटेर हाँसोस् या अरू कुनै कुराले एकदम रमाइलो कुरा गरेर हाँसोस्, आफूलाई बाल हुँदैन क्या होइन। Kirei ni toreteru. अब भिडियो खिच्दाखेरि चाहिँ अब हिरो मात्रै देखेर पनि भएन, ठाउँहरू सिनहरू मात्रै देखाएर पनि भएन, बेला बेलामा हिरोइनको इन्ट्री हुनु पर्यो। अनि त्यही भएर बेला बेलामा हिरोइनको इन्ट्री पनि हुन्छ है, अचम्म नमान्नु होला। चौसिरै अन्तिममा चाहिँ हामीले त्यहाँनिर भिडियोहरू फोटोहरू खिच्यौँ। त्यस पछाडि चाहिँ साथीले बोलाएर आएको थियो अनि उसलाई भेट्नलाई हामी ऊ बसेको ठाउँमा गयौँ। अनि उसले चाहिँ मिठो मिठो खानाहरू बनाएर हामीलाई खुवायो। अनि त्यस पछाडि हामी त्यही दिन बेलुका चाहिँ फर्किनको लागि तयारी गऱ्यौँ। समग्रमा एकदमै सम्झना लायक बन्यो हाम्रो ओसाका टुर। भिडियो जे जस्तो भए पनि अन्तिमसम्म हेर्नुहुने तपाईहरु सम्पूर्णलाई धेरै धेरै धन्यवाद। हाम्रो च्यानल सब्स्क्राइब गर्नुभएको छैन भने गर्नुहोस् है त।